हेलो जय मसी। आज चाहिँ हामी झोप्पा प्रार्थना भवन रङ्गेली जाँदैछौँ। हाम्रो अबिकेल बहिनी हुनुहुन्छ, बहिनी अक्सा, साथमा हाम्रो अब उहाँ सरू बहिनी, यता जयमसी हेर्नुहोस्, जयमसी सरू बहिनी हुनुहुन्छ। अब सरू बहिनी त हामीसँग 5-6 महिना मात्रै बस्नुहुन्छ होला, उहाँ त युएसए जानुहुन्छ। अन्त हाम्रो भाउजू हुनुहुन्छ। हामी भरे देखाउँछौँ हामी कहाँसम्म जान्छौँ, कताबाट फर्किन्छौँ हो। यहाँ पनि दाजु हुनुहुन्छ, यो हाम्रो अङ्कल पनि हुन्छ। यो सन्दीप भाइ पनि हुनुहुन्छ गाडीभित्र। हामीलाई अङ्कलले चिया अफर गर्नुभएको छ, अङ्कल र हाम्रो कृष्ण दाजुले। दाजु पनि हुनुहुन्छ। आज हाम्रो रङ्गेली फर्स्ट टाइम हो। सुन्नु चाहिँ धेरै सुनेको मेरो चाहिँ हेर्दैनस् है जयमिसी। हामी 2 गाडी सानो 14-15जना चियाहरू खानुहुन्छ हाम्रो दिदी बहिनीहरू। हामी चाहिँ अब रङ्गेली पुग्न आँट्यौँ। अब सेवाको घर, सेवा प्रभु घर पुग्न आँटेको छौँ। यहाँ बाटोमा छौँ, हामी गाडीमा छौँ। हेर्दै गर्नुहोस् है सबैले, यो सानो रोड रहेछ। बाटो चाहिँ यस्तो छ हाम्रो बाटो चाहिँ सिलो छ। भ्यूहरू हेर्नुहोस् है, ऊ माथि ऊ पिरामिड जस्तो पो छ त हौ माथिको त हो। कति राम्रो छ सृष्टिका थोकहरू, प्रभुले सृष्टि गर्नुभएको सृष्टिका थोकहरू। हुन्छ तपाईँहरू हेर्नुहोस् है, हामी चाहिँ रङ्गेली बजार आइपुग्यौँ। रङ्गेली बजार आइपुग्यौँ हामी गाडीको यात्रा गरेर। लामो रोड भए तापनि हामी टाढोबाट नाम्चीबाट हामी 14-15जना जस्तो रङ्गेली आएका छौँ आज सेवाको निम्ति। हेर्नुहोस् यहाँ बिलो बहिनी हुनुहुन्छ, देवी अङ्कल हुनुहुन्छ, दाजुहरू, हामी भाउजूहरू हुनुहुन्छ। र यो रङ्गेली बजारदेखि चाहिँ तलनिर हामीले गाडी राखेर चाहिँ उकालो गयौँ। र उकालो गएपछि माथिबाट चाहिँ दाहिने हामीलाई मोड्नु भनेको छ है। उहाँहरू ब्रदर्सहरू त्यहाँ छ अरे भन्ने कुरा सुनेछौँ। सानो बोट पनि राखेको छ अरे, झोप्पा मण्डली रङ्गेली एल्सादाई भनेर है। हामी खोज्दैछौँ यताउता। जयमसी ब्रदर्सहरू बेसी खानुहुन्छ यता, अङ्कलहरू तपाईँ यताको झोप्पा हाउस प्रेयर बाटो त्यसो छ। यो बजारदेखि चाहिँ यस्तो स्ट्यान्डदेखि चाहिँ सट्टै पस्नुपर्ने रहेछ। हाम्रो बहिनीहरू, भाउजूहरू, अङ्कलहरू हुनुहुन्छ। उहाँ हाम्रो भाइले बाटो चिनाउने भाइ चाहिँ यहाँ हुनुहुन्छ। भाइको माथि नि पाकिम नि आज बाबुले हामीलाई भाइले बाटो देखाउनुमा जुवाइदिएको थियो। प्रभुको बढाइ होस्। हुन्छ, हामीसँग आज नयाँ मान्छे पनि छ, बुबु पनि छ हो। अब गएर ब्रेकफास्ट गरेर सिधै स्याउनु। हेर्नुहोस् त झोप्पा प्रेयर हाउस, यो चाहिँ रङ्गेलीको एल्सादाई। र यहाँ हेर्नुहोस् त मजाले 1 दिन सेवा भएको निम्ति फेरि पनि उहाँहरूले कसरी एल्सादाईबाट बुक स्टलहरू लिएको रहेछ है। र हेर्नुहोस् यहाँनिर मजाले ब्रेकफास्टको लागि जग्गाहरू यहाँ बनाएको रहेछ। हामी प्रेयरको लागि गएको है अङ्कलहरूकोमा, उहाँले प्रेयर गरिदिनुहुन्छ। खाजा पनि हाम्रो सिस्टरहरूले लिनुहुँदैछ है, खाजाहरू लिनुहुँदैछ। अरे पनि सायद लन्च पनि यहीँ होला, आफ्टर सेवा 2-3 बजी उहाँले मजाले खाजाहरू लिनुहुँदैछ। सेलरोटी, उहाँले वाचिपाहरू खानुहुँदैछ है, त्यही मजाले खानुहुँदैछ। दाजु पुष्पले पनि बट्टा लिनुहुँदैछ है। ए दाजुले सक्नु भएछ। भित्र हल चाहिँ यस्तो रहेछ सेवा गरेको हेर्नुहोस् है। अब सेवा हुनु आँटेको छ, भाइले स्तुति किताबहरू मार्दैछ रहेछ नभए तापनि है। गीतहरू बनाएको रहेछ आजको लागि, त्यही सेयरहरू गर्दैछ है भाइले। हल रहेछ एल्सादाईबाट प्रभु दासहरू आउनुभएको छ, प्रेमङ्कलहरू दास हुनुहुँदो रहेछ। Yo
हामी पहिला इङ्ग्लिस गीत गाउँदैछौँ र हामी गीत गाउँदा तपाईँले सिक्नु भन्ने राम्रो
रफबाट आइसक्यो वचन सुन्दा सुन्दै आँखा चिम्म भइरहेको थियो अनि कतिजनाले वचन त कहाँ सुन्दै थियो मोबाइल पनि कोट्याउँदै थिए अनि कतिजनाले बाइबल ढ्याम्मै बन्द गरेर बसी पनि रहेका थिए परमेश्वरले सहायता गरेको अनि परमेश्वरले यस्तै हृदय भएकालाई यस्तै मन भए 3 चोटि हामीले यो कुरा गरेर हाम्रो डेट 8 नोभेम्बर फिक्स भयो र यसलाई पोस्टपोन गर्नु भनेर भन्नुहुँदैछ गान्तोकबाट अब हामीले गरेको होइन तलबाट फिक्स गरिसकेको र हामीले यो 8 नोभेम्बर हामीले क्यान्सल गर्न सकेन हामीले क्यान्सल पनि गरेनौँ यो प्रभुबाट हुन आएको हो भनेको गरेर यस योगाको लागि हामीले होल नाइट प्रेयर राख्यौँ त्योहरूको समयमा यसरी याङमा पनि सेवा थियो हामी जतिजना गएनौँ यहाँ बसेर सारा रात हामीले प्रार्थना गरेर प्रभुले हामीलाई शुद्ध समय दिनुभयो हामीले जाँदा जुन जुन मण्डलीलाई प्रार्थना गरेका थियौँ अब सबैलाई प्रभुले पठाउनु भयो यसै 43:5-6 वचन छ पूर्वबाट मेरो जनलाई पठाउँछु पश्चिमबाट पठाउँछु उत्तरबाटलाई छोड्दै भन्नेछु नरोग भन्नेछु दक्षिण दिशालाई छोडिदे भनिदिनेछु भनेर उहाँसँग हामी यो प्रतिज्ञा बान्यौँ अनि ब्युटिफुल अस्तिको हप्ता पानी परेर यस्तो दुःखमय समय थियो र हामीले यो टेन्ट पनि अगाडि नै पानी पर्नुभन्दा अगाडि नै यो हामीले टेन्टहरू बनायौँ पक्का टेन्ट बनाइसक्यो पानी पर्यो एक हप्ताको बिचमा र प्रभुले सुन्दर समय दिनुभयो हामीले तपाईँहरूलाई नाम काटेर मण्डलीलाई नाम काटेर यसरी के गर्यौँ प्रभुसँग बोलाएका थियौँ तपाईँहरू आइदिनु भयो हामी धेरै धेरै तपाईँलाई के गर्छौँ हृदयबाट धन्यवाद चढाउँछु तपाईँले आफ्नो घरको काम धन्दा छोडेर हो सबै कुरो बिर्सेर यहाँ आइदिनु भयो हाम्रो साथमा मिलेर प्रभुको महिमा हामीले गर्न सक्यौँ प्रभुलाई हामी धन्यवाद चढाउँछौँ तपाईँहरूलाई पनि म एउटा अन बिहाफ अफ जोप्पा विश्वासीको तर्फबाट तपाईँलाई धेरै धेरै बढी धन्यवाद चढाउँछु फेरि यस्तै सेवा अब हाम्रो 2033 को जनवरीमा फेब्रुअरीमा हाम्रो 50 वर्षको सेवा हुँदैछ 1983 सालमा उहाँ भएको छ मलाई थाहा छैन उहाँले अस्ति मलाई के दाजु हामी आएर प्रचार गरेको 1983 सालमा त्यसको मामा जानुभएको कता जाने तिमी काँडो जाने जेमेसी आज फर्केको हामी सेवा सकेर जोप्पा मण्डलीलाई छोडेर रङ्गली जोप्पा झोप्पा जोप्पा रहेछ नि त है भाइले लियो हामीले गराउँदै दाजु हुनुहुन्छ हाम्रो साथमा दाजु हुनुहुन्छ हजुर जाँदै गरेको अघि ठिकै थियो नि त अङ्कल पहिलाको हाम्रो अङ्कल हामीलाई सानोमा मिठा खुवाउने अङ्कल मेरो त फोनै बिग्रेछ नि यो हो के भयो क्यामेरै फोन केही खिच्दै पाएन हाम्रो सिस्टर आउँदैछ छिटो आउन एक मिनट
लु हाम्रो सिस्टर जाउँ है हामी है है हामी चाहिँ अब रङ्गेलीबाट यहाँ बाबु होटल होइन नेपाली बाबु होटलसम्म अनुप राई लालटिन छ यहाँनिर यी सरू बहिनी छ क्यासेट उहिलेको हामीले फरवर्ड रिबाइन्ड त्यसले गर्थ्यौँ डट पेनमा सबै सिकेको अङ्कल आज अङ्कलकोबाट त्यसको दाजुकोबाट चाहिँ चिया खानु हुन्छ त्यो अन्तिम चियाको घरमा गर्दैछ हेलो गुड इभिनिङ जय मसी सबैलाई मेरो फेसबुकको मित्रहरूलाई र तपाईँहरू चाहिँ नाम्चीबाट रम्फू गान्तोक जानुहुन्छ चाहिँ यो चाहिँ बाबु के अरे बाबु नेपाली बाबुको दोकानमा चाहिँ तपाईँहरू भिजिट गर्नु चाहिँ केक लाग्यो भने चाहिँ बिहानै आउनु भने चाहिँ चिया चाहिँ टेस्टी पाउँदो रहेछ हामी चाहिँ तर आज अलिक मिस्टेक भयो बिहान चाहिँ अर्को जग्गा गयौँ यहाँनिर चाहिँ इभिनिङको चाहिँ खानु दामी यहाँ चाहिँ अङ्कलहरू यहाँ यो बाटो पुरा हिँड्नुहुन्छ अरे यहाँ कसले चिनीको भन्छ के खोला भन्छ अहिले यो अक्सब्रेड पनि पाउँदो रहेछ यहाँ होइन एउटा कमेडी भयो यहाँ ल मैले चाहिँ चिया लिएँ मिठो अरू चाहिँ बिस्तारै मैले चाहिँ पिए लस फेरि आयो टेस्ट आलु चिउरा राम्रो छ